हेलो नमस्ते एभ्रिवान। के तपाईहरु आफ्नो बच्चालाई चाहिँ फ्री एजुकेसन दिन चाहनुहुन्छ न्युजिल्यान्डमा? हो, न्युजिल्यान्ड गभर्नमेन्टले चाहिँ इन्टरनेशनल स्टुडेन्टको बच्चाहरूलाई पनि फ्री एजुकेसन चाहिँ प्रोभाइड गर्छ। सो तपाईहरु म्यारिड हुनुहुन्छ, तपाईहरु बच्चा छ, तपाईहरु अलरेडी मास्टर्स कम्प्लिट गरिसक्नु भएको छ, ब्याचलर्स कम्प्लिट गरिसक्नु भएको छ, तपाईको एज पनि तपाईको चाहिँ बिलो 55 इयर्स छ भनेदेखि तपाईहरु एज अ स्टुडेन्टमा चाहिँ न्युजिल्यान्ड गएर न्युजिल्यान्डमा पढ्न सक्नुहुन्छ। अनि पीआर पनि 55 वर्षसम्मकोले अप्लाई गर्न मिल्छ न्युजिल्यान्डमा, हैन? र तपाईको बच्चाले पनि फ्रीमा एजुकेसन पाउँछ न्युजिल्यान्डमा। नेपालमा राम्रो स्कुल पढाउनको लागि 30-40 हजार फी मन्थली छ भने न्युजिल्यान्डमा फ्री एजुकेसन छ बच्चालाई। सो गाइज, विदाउट डिले अप्लाई न्युजिल्यान्ड।